नमस्कार एभ्रिवान। यो चाहिँ के को भिड भन्नुहुन्छ भने यो नेपाल राष्ट्र बैंकमा कोइन चाँदीको सिक्का साट्नेहरूको भिड हो। 2 घण्टा भइसक्यो हामी चाहिँ लाइनमा बसेको। बाहिरको गेट बन्द भइसकेको छ र पनि भित्र यति धेरै मान्छे छौँ भिडमा। कतिले चाँदीको सिक्का लिन आएको हो। 2 घण्टा भइसक्यो लाइन बसेको हेर्नु। कहाँ आएको भन्दै त नेपाल राष्ट्र बैंकमा बगर मलमा यसरी हो मलाई फसाएको। यसरी चाँदीको सिक्का लिन आएको म। 1.5 घण्टा भइसक्यो लाइन बसेको। मान्छे कति कहिले आउनु पालो। अनि यत्रो बेर हामी बसिरहेको छौँ है। तपाईहरू बस्न सक्ने भए बस्नुहोस्, नत्र जानुहोस् रे त्यहाँभित्रको स्टाफले। अब सबैजना 2-3 घण्टा भइसक्यो लाइनमा बसेको। सबैजना लाइनमा राखिदिन्छ नि त। के गर्नु अब, उहाँहरूको पनि बाध्यता छ। यति धेरै मान्छे सबैलाई मिलाएर गर्नु पर्यो। यसले बोले थियो भने झन् परेन हेर्नु आउँछ। चिना छ बोल्ने मान्छे ल सिक्का लिन आएको मान्छे 2 घण्टापछि गलेर गल्यो। अर्को साल आउँछ कि आउँदैन? ल हेर्नुहोस् है साथीहरू, 4 घण्टा लाइन बसेर 4वटा कोइन ल्यायो। 8वटा कोइन। खासमा मेरो बहिनीलाई कोइन चाहियो रे, साथी जाम न भनेर गइदिएको साथी मलाई फसाइहाल्छ यसले। एकजनाले चाहिँ यो 4वटा कोइन मात्रै पाउँदो रहेछ क्या। अनि हामी त्यही भएर मेरो बहिनीलाई धेरै चाहिएको थियो। अनि एकजनाले 4वटा, 2जनाले 8वटा कोइन लिएर आइयो। ठ्याक्कै 4 घण्टा लाइन बसेर बल्ल 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 आइयो। र हजुरहरूलाई पनि कोइन चाहिएको छ भने जानुहोस् है नेपाल राष्ट्र बैंकमा। ठ्याक्क बगर मलमा जानु होला। हामी त थापाथलीमा गयौँ, त्यहाँबाट फेरि उता पठाइदिनु भयो। दिनभरि आज हिँडेर लाइन बस्ने काम मात्रै भयो।